सो हेलो वेलकम टु माई युट्युब च्यानल। यतिखेर छु म बुडर बजारमा। बुडर बजारबाट फेरि अर्को भ्लग बनाउँदैछु। यो चाहिँ बुडरको माथिल्लो बजार हो। तल्लो बजार चाहिँ अब जान्छु होला, गएपछि खिच्छु होला कि खिच्दिनँ होला थाहा भएन। अनि यहाँबाट चाहिँ यो माथिल्लो बजार देखिरहेको छ, यस्तो छ यहाँको भ्यू। अनि अब एकैछिनमा हामी बुडर बजार घुमेर त्यहाँ खानासाना खाएर त्यसपछि तपाईँहरूसँग भेट्नेछौँ। त्यसपछि हामी फर्केको बेला भेट्नेछ है। ल यस्तो गर्ने, यस्तो गरेर टक्क यसरी खाने। यो जरल गाउँपालिका बुडरको बजार यस्तो छ। अटोहरू पनि छ यहाँ। एकछिन हामी यहाँ हामी मासु लिन लागेका छौँ। जङ्गली मासु भन्नु लाग्यो त त्यो त। अब चाहिँ हामी बुडरबाट गयौँ। यो ठ्याक्क हामी बुडर बजार यस्तो छ। जोराल गाउँपालिकाको बुडर बजार हो। ल अब हामी चाहिँ बुडर बजारबाट गइसकेका छौँ। बुडर बजारबाट हामी गइसक्यौँ। मासु सासु पनि लिइसक्यौँ है दिदी। ओके, अब हामी जङ्गलमा पोलेर खान्छौँ। मासु हामी जङ्गलमा पोलेर खाने हो। ल दोरी आउनु त। म त घर मेल खोला हो, मेरो घर मेल खोला। दिदीलाई छुट्टै नि हुन्छ। जय नेपाल जय नेपाल। पानीको पानीमा देउडा गाउँ न खै देउडा। ए म त अछामीको चेलो, म त हुँ अछामको। कहाँ हो तमी? म त अछामीको भनेर प्रहरीको अगाडि यसरी दारू खाने हो र तपाईँले? सुरक्षाकर्मीहरू खाने हैन। बाई दाइ। हामी चाहिँ आयौँ। यहाँनिर ट्राफिकहरूले हामीलाई चेक गरे हो। हामीले उसलाई चेक गरेर थाहा छैन, थाहा भएन होइन। तर हामीले उसलाई चेक गरे जस्तो लाग्यो। परिचय पनि भयो, राम्रो भयो। अहिले चाहिँ हामी डोटीबाट बुडोबाट फर्क्यौँ। डोटीमै छौँ। अनि अहिले चाहिँ ठ्याक्क भन्नुपर्दा यो बुडोरको माथिपट्टि छौँ हामी। यो फलटुडे छौँ। फलटुडेमा चाहिँ कृष्ण दिदीको चाहिँ एउटा हेर्नुहोस् त फलटुडेको भ्यू। कृष्ण दिदीको एउटा चिनजानको आन्टी हो कि बजेको हुनुहुन्छ अरे। ओहो त्यहाँ जाने हो। ओ माइ गॉड, यो बाटो कता हो के? यहाँ माथि यो बाटो चाहिँ मलाई चाहिँ ऊ चाहिँ आफू उता बाटो गयो। किनकि स्कुटीमा दुईजना लिन मिल्दैन नि त। दुईजना जान सकिँदैन। ऊ अगाडि पुगिसक्यो, म स्कुटी माथि पुगिसक्यो। किनकि अप्ठ्यारो छ बाटो, उता दुईजना सकिँदैन, एकजना मात्रै जानुपर्छ। त यहाँबाट हिँडेर के अरे आइजु। म चाहिँ स्कुटीमा जान्छु भने ऊ अगाडि पुगिसक्यो। म चाहिँ यहाँ हिँड्दैछु बिस्तारै बाटोमा। यस्तो उकालो बाटो छ। यहाँ तल रोडदेखि यहाँ आउनुपर्छ है। यहाँ चाहिँ रमाइलो छ। आहा घर कस्तो राम्रो या, दाउराहरू राखेको रहेछ। कस्तो रमाइलो। यो डोटी साँच्ची भने धेरै रमाइलो लाग्यो मलाई त। यस्तो राम्रो आनन्द यहाँको घरहरू, यो ठाउँहरू धेरै रमाइलो राम्रो। यहाँबाट हो छोटकरीमा त, तर म यहाँदेखि जान्छु। स्कुटी लिने बाटो यस्तो छ, त्यही भएर चाहिँ अलिक सकिँदैन नि त उकालोमा। ऊ माथिपट्टि छन् कृष्ण दिदी। नमस्ते। के हुन्छ त? यसो मेरो पनि आमै हुनुभयो। ल हामी आउँथ्यौँ कि धेरैचोटि। अङ्कल बित्नु भएको रहेछ कि आजभोलि। यस्तो राम्रो गाउँ ठाउँ। अहिले चाहिँ हामीले यो के अरे पुदिना टिप्यौँ। त्यसलाई फलटुडे जतिलाई फुलटुडे आएर त भन्नु भएको छ यहाँ। यो अहिले पुदिना टिप्यौँ। पुदिना चाहिँ हेर्नु त, यो पानी ट्याङ्कीबाट यो पानी ट्याङ्की यस्तो चिसो पानी यहाँबाट यसरी यो पुदिना धुँदाखेरि यस्तो चिसो पानी छ। हेर्नु त, अलि बेरसम्म भयो भने त यहाँ लास्टै चिसो हुने रहेछ। यही यो पानी यति चिसो त हाम्रो बाजुरा नि हुँदैन। यो ट्याङ्कीको पानी लास्टै चिसो। ओ माइ गॉड, यस्तो चिसो। ल आमाले ल्याउनु भयो धनिया पनि। धनिया पनि हामी धुन्छौँ। 嗯。 धनिया धोइसकेपछि अनि पिस्छौँ। 嗯。 ल
आहा, आमा यति अर्ग्यानिक खाना पायो त धेरै वर्ष बाँच्नुहुन्छ आमा तपाईँ साँच्ची यस्तै अर्ग्यानिक साँझ बिहान खाँदै गऱ्यो भने यहाँको पानी साँझ बिहान खाँदै गऱ्यो भने बलियो भइन्छ फुर्तिलो खेतमा आफै उमारेको खायो भने ल अब म एकछिन पिस्छु पिसे यो दिनुभएको छ अब पिस्छु कस्तो अर्ग्यानिक नुन पनि हेर्नु न पहिलाको जमानाको नुन छ यहाँ यस्तो नुन टिका नुन अब चाहिँ हामी आमाको घरदेखि निस्क्यौँ सागहरू लिएर ल अब हामी यहाँदेखि तल गएको भिडियो बनाउँला होइन अहिले हिँड्दै जात हिँड्दै गयो आमा ल बाई आमाको घरदेखि फेरि हामी निस्क्यौँ यो टोपी लगाएर कस्तो न कस्तो अक्कल पक्कल देखिरहेको होला मलाई जे जस्तो भए पनि हिँड्नु होला यसलाई इग्नोर गरिदिनु होला यति राम्रो ठाउँ छोडेर जाँदैछौँ अनि यस्तो आनन्द धेरै राम्रो ठाउँ अनि पहिला के हामी सानो छुँदा यो ठाउँहरूको भ्यालु हुन्थेन यो ठाउँहरूको केही पनि थाहा हुन्थेन के महसुसै गर्थेन हामी तर बिस्तारै अहिले चाहिँ हामी यो ठाउँहरू महसुस गर्न लागिसकेका छौँ हे भगवान् यो बाटो यस्तो ओह्रालो छ त्यही माथि यो सल्लाहको यो चिप्लो हुनेवाला छ कि अनि म यस्तरी जाँदैछु यहाँ फेरि भन्नु होला नाटक गऱ्यो भन्नु होला साँच्चीकै यस्तो अप्ठ्यारो छ कि यहाँनिर चाहिँ किनकि चिप्लो छ नि त फेरि यो बुटमा कसरी जाने ऊ त गइहाली चिप्लो ओइ यसरी हिँड्नु पर्यो हजुर ल फल्टुटे आमाको घरबाट हामी तल झरिसकेका छौँ अब यहाँबाट हामी जान्छौँ यहाँ माथि यस्तो चिप्लो थियो कि सल्लाहको यार बुट लगाएको झन् त्यहाँ माथि तल आउन त यस्तो गाह्रो भयो हिँडेर खुट्टाले हिँडेर आयो ए उसले घुँडाले हिँडेर आयो